हेलो एभ्रिवन, आज हामी नेपालकै 10 सबैभन्दा धेरै हेरिएका र्याप गीतको बारेमा कुरा गर्दैछौँ। साथै यी गीतहरूले युट्युबबाट कति रुपैयाँसम्म पैसा कमाए लगायत अन्य कुराको पनि चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। यदि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। आउनुहोस् ढिला नगरी लागौँ सिधै विषयवस्तुतर्फ। नम्बर 10 क्रिमिनल। 2019 साल अगस्त 2 मा अपलोड गरिएको यस र्याप गीतले अहिलेसम्म 33 मिलियन भ्युज पार गरिसकेको छ। यस गीतलाई भने भिटेनले गाएका हुन्। अब लागौँ यस गीतको कमाइतर्फ। नेपालमा युट्युबबाट अलिक कम नै पैसा कमाइ हुने गर्दछ। यदि यी भिडियोलाई विदेशहरूबाट हेरिन्छ भने अलिक कमाइ पनि बढी हुन जान्छ। आज हामीले समावेश गराएका यी 10 गीतहरू नेपालबाट मात्र नभई विदेशबाट पनि हेरिएको देखिन्छ। त्यसकारण हामीले एभरेजमा $0.50 RPM को हिसाबले क्याल्कुलेसन गरेका छौँ। यदि नेपालीमा भन्ने हो भने 1000 भ्युज बराबर 70 रुपैयाँ हुन जान्छ। जुन भिटेनको यस क्रिमिनल सङ्गले 23,10,000 सम्म पैसा कमाएको छ। नम्बर 9 कथा। 2019 साल अगस्त 3 मा अपलोड गरिएको यस र्याप गीतले अहिलेसम्म 35 मिलियन भ्युज पार गरिसकेको छ। यस र्याप गीतलाई पनि नेपालकै चर्चित र्यापर भिटेनले गाएका हुन्। यो गीतको कमाइको कुरा गर्नु पर्दा 24.5 लाख सम्म कमाएको देखिन्छ। नम्बर 8 सुपर रागा। 2017 साल सेप्टेम्बर 26 मा अपलोड गरिएको यस र्याप गीतले अहिलेसम्म 35 मिलियन भ्युज पाएको छ। यस र्याप गीतलाई भने लाउरेले गाएका हुन्। यो गीतको युट्युब कमाइको बारेमा कुरा गर्नु पर्दा 24.5 लाख सम्म कमाएको देखिन्छ। नम्बर 7 सक्दैन। 2022 साल फेब्रुअरी 14 मा अपलोड गरिएको यस र्याप गीतले अहिलेसम्म 35 मिलियन भ्युज पाएको छ। यस र्याप गीतलाई भने डङले गाएका हुन्। यो गीतको युट्युब कमाइको कुरा गर्नु पर्दा यस र्याप गीतले पनि 24.5 लाख नै कमाएको छ। नम्बर 6 हालखबर। 2018 साल अप्रिल 8 मा अपलोड गरिएको यस र्याप गीतले भने अहिलेसम्म 37 मिलियन भ्युज पाएको छ। यस र्याप गीतलाई भने भिटेनले गाएका हुन्। यस र्याप गीतको कमाइको कुरा गर्नु पर्दा 25,90,000 सम्म कमाएको छ। नम्बर 5 ANTF जीवा भर्सेस माइला। 2022 साल सेप्टेम्बर 2 मा अपलोड गरिएको यस र्याप गीतले अहिलेसम्म 43 मिलियन भ्युज पार गरिसकेको छ। यस र्याप ब्याटल भने जीवा र माइला बीच भएको थियो। यस गीतको युट्युब कमाइको कुरा गर्नु पर्दा 30,10,000 सम्म कमाएको छ। नम्बर 4 साथी। 2011 साल नोभेम्बर 26 मा अपलोड गरिएको यस र्याप गीतले भने अहिलेसम्म 54 मिलियन भ्युज पार गरिसकेको छ। यस र्याप गीतलाई भने स्वर्गीय एमा बुद्धले गाएका हुन्। यस गीतको युट्युब कमाइको कुरा गर्नु पर्दा 37,80,000 सम्म कमाएको छ। नम्बर 3 बुढी। 2019 साल फेब्रुअरी 14 मा अपलोड गरिएको यस र्याप गीतले पनि 54 मिलियन भ्युज पार गरिसकेको छ। यस र्याप गीतलाई भने 555 यानी चिराग खड्काले गाएका हुन्। यस गीतको कमाइको कुरा गर्नु पर्दा यस गीतले पनि 37,80,000 सम्म कमाएको छ। नम्बर 2 यात्रा। 2020 साल फेब्रुअरी 14 मा अपलोड गरिएको यस र्याप गीतले भने अहिलेसम्म 54 मिलियन भ्युज पार गरिसकेको छ। यो र्याप गीतलाई भने चर्चित र्यापर भिटेनले गाएका हुन्। यस गीतको कमाइको कुरा गर्नु पर्दा यस गीतले पनि 37,80,000 सम्म कमाएको छ। आजको हाम्रो लिस्टको नम्बर 1 मा रहेको छ पैसा। 2023 साल सेप्टेम्बर 18 मा अपलोड गरिएको यस र्याप गीतलाई भने कुशल पोखरेलले गाएका हुन्। यस गीतले अहिलेसम्म 64 मिलियन भ्युज पार गरिसकेको छ। यो र्याप गीत नेपालकै सबैभन्दा धेरै भ्युज पाउने गीत रहेको छ। अब लागौँ यस गीतको कमाइतर्फ। यो र्याप गीत नेपालमा मात्र नभई भारतमा समेत भाइरल भएको थियो। यस गीतको कमाइको कुरा गर्नु पर्दा 44,80,000 सम्म रहेको छ। सो आजको लागि यति नै। यी 10 र्याप गीतहरू मध्ये तपाईलाई सबैभन्दा मनपर्ने गीत कुन हो कमेन्ट गर्नुहोला र हाम्रो यस च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हस्त धन्यवाद।